हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ हाम्रो यता बिहानदेखि नै पानी परेर वेदर एकदम चिसो भइरहेको छ। अनि यो चिसो वेदरमा चाहिँ अब गुन्द्रुकको झोल मिठो हुन्छ भनेर चाहिँ अनि आज मैले सब्जीमा गुन्द्रुकको झोल पकाउन आँटेको छु। जाडोमा त गुन्द्रुकको झोल मिठो हुन्छ नि त। अनि मैले चाहिँ यहाँ प्याज टमाटर खोर्सानीहरू अगाडि नै काटेर राखेको थिएँ। अनि अदुवा लसुन चाहिँ यसरी चप गरेर हालेको मिठो लाग्छ। अनि म चाहिँ प्रायः जे सब्जी बनाउँदा पनि यसै गरेर चप गरेर हालेर बनाउँछु। हल्का अगाडि नै तेलमा फ्राई गऱ्यो भने चाहिँ यसको मजाको टेस्ट आउँछ। अनि टमाटर पनि अलिक बेसी हाल्यो भने चाहिँ गुन्द्रुकको झोल मिठो हुन्छ नि त, अमिलो अमिलो हुन्छ। अनि गुन्द्रुकलाई चाहिँ एकछिन यो प्याज टमाटरसँग मजाले भुटेर चाहिँ अनि थोरै पानी हालेर त्यो पानी चाहिँ अब सुकुन्जेलसम्म एकछिन पाक्यो भने चाहिँ मजाले त्यसको गुन्द्रुकको चाहिँ उयो निस्किन्छ नि त, झोल निस्क्यो भने चाहिँ मजाको टेस्ट चाहिँ दामी आउँछ। अनि त्यो पानी सुकिसकेपछि चाहिँ आफूलाई कति चाहिएको त्यही क्वान्टिटीमा झोल हालेर चाहिँ अनि यसलाई 2-3 मिनट जति उमाल्यो भने चाहिँ एकदम मिठो हुन्छ खानाको लागि। अनि मेरो चाहिँ गुन्द्रुकको